कहाँ मैले रिस उठाएको नि तिमी हेर्यो अन्त पेन्टी यो लौ त लैजाऊ त यो लैजाऊ न भनेको तिमी हेर्यो पेन्टी रहेछ नि त ओइ बहिनी ओइ तेरो नम्बर दिनु बहिनी तर एउटा कुरा के लाग्यो भनेर मलाई चाहिँ तिमी राम्रो लाग्यो नि त यो सब गाइस मेरो नाम रामबुजेल फेरि पनि स्वागत गर्न चाहन्छु सम्पूर्णलाई मेरो भिडियोमा र आजको भिडियोमा म जेम्स दग्दी राईको प्र्याङ्क भिडियोको बारेमा केही कुराकानी गर्नेछु र आशा गर्दछु तपाईले यो भिडियो मन पराएर सकेसम्म शेयर गरिदिनुहुन्छ भन्ने किन सही कुरा के हो पब्लिक मासमा पुर्याउने चेष्टा गर्नेछु मेरो तर्फबाट सो लेट्स गेट स्टार्टेड द भिडियो र केही समय अगाडि इन्डियामा एउटा सो आउँछ इन्डियाज गट लेटेन्ट भन्ने र त्यो सो फाउन्डर इन्डिभिजुअल युट्युबर समय राइना भन्नेले निकालेको थियो र त्यो सोलाई लिगल एक्सन लागेर आजको दिन त्यो सो टोटली बन्द छ कारण रणवीर अलाहाबादिया भन्ने गेस्टले एउटा जोक्स क्र्याक गर्छ र इन्डियाको लिगल सिस्टमले एउटा जोक्स भनेको आधारमा एउटा जोक्स भनेको कारणमा जेल हाल्दैछ भने यतापट्टि एउटा मान्छे जो जेम्स दग्दी ब्लग्स प्र्याङ्कको नाम गरेर कन्टेन्ट क्रिएटरको नाम गरेर जताभावी जेसुकै आफ्नो मन चाहिँ भिडियो बनाइरहेको छ कसैको मक टु सेट फ्याँकिदिन्छ कसैको इनरवेयर अन्डरवेयरको बारेमा कसैलाई ह्युमिलेट गरिरहेको छ कुनै पनि बाटोमा हिँडिरहेको पब्लिक मान्छेहरूलाई सिधा सोधा मान्छेहरूलाई ब्यागमा हात हालेर प्र्याङ्क भिडियो सुट गर्ने कतिजना दिदीबहिनीहरूलाई हात हालेर भिडियोमा कतिजना खाना बनाउने दोकानको दिदीहरूलाई गएर ह्युमिलेट गर्नु टर्चर गर्नु सिधा सोधा मान्छे जनतामाथि एउटा ह्युमिलेट हो मतलब एउटा शोषण हो एउटा अत्याचार हो यो कन्टेन्ट क्रिएटरलाई हाम्रो दार्जिलिङको जुन चाहिँ लिगल सिस्टम छ लिगल सिस्टमले प्रशासनले एक्सन लिनुपर्ने हो र मैले जुन भिडियो बनाएको थिएँ लगभग 3-4 हजार मान्छेले हेरेको थियो र आफ्टर 3-4 हजार मान्छेले हेरे बापत पनि त्यो मान्छेलाई कुनै पनि त्यस्तो न केही इन्फर्मेटिभ नोटिस गएको छ न त्यो मान्छेलाई केही कसैले केही भनेको छ न त्यो मान्छेले आजसम्म कसैले जनाएको छ कि यो गर्नु गलत हो भनेर मैले त्यो मान्छेको भिडियोमा कमेन्टहरू पढ्ने गरेँ र त्यो कमेन्ट देखेर मलाई यति साह्रो मन बिग्रेर आयो त्यस्तो खालको कसैको मक टु सेट फ्याँकिदिरहेको छ कसैको एउटा गरेर खाने एउटा जुन चाहिँ कमाइ खाने बाटो त्यो बाटो नै फ्याँकिदिरहेको छ बाहिरपट्टि रोडतिर भने चाहिँ त्यस्तो भिडियोमा पनि पब्लिकले सपोर्ट देखाएको छ र पब्लिकलाई पनि म यो भन्न चाहन्छु तपाईँहरूले कन्टेन्टको नाममा यस्तो खालको कन्टेन्ट कन्ज्युम गर्नुहोस् जुन कन्टेन्टले न पब्लिकलाई ह्युमिलेट गरेको छ न पब्लिकमाथि शोषण गरेको छ धेरै अप्सनहरू छ प्र्याङ्क गर्नुको लागि कसैको छोरीमाथि हातै हाल्नुपर्छ कसैको दोकानमा गएर ह्युमिलेट गर्नु टर्चर गर्नु नै पर्छ जस्तो मलाई लाग्दैन र यो मेरो एउटा सजेस्टिभ क्रिटिसिजम हो तिमीलाई जेम्स दग्दी राईलाई म ओपन च्यालेन्ज दिन चाहन्छु इनकेस तिमीले यो कुराहरू सुधार गरेर भिडियो प्र्याङ्क भिडियोहरू बनाउन सुरु गर्यो भने म तिम्रो बारेमा अर्कै पोजिटिभ भिडियो ल्याउने छु